साथीहरु सबैजनालाई नमस्कार। आज हामी हाम्रो 4 मोडाको टिम ढुवाकोट भन्ने ठाउँमा जाँदैछौँ विशेष कामले। अब के कामले जाँदैछौँ यहाँहरूलाई मैले छिटो देखाउँछु। यहाँ 2 जना वडा सदस्य साथीहरु हुनुहुन्छ। सर र यसरी हामी अटोमा जाँदैछौँ। मेरो प्यारो नातिले चाहिँ अटो चलाइरहनु भएको छ, ड्राइभ गर्नु भएको छ। हामीसँग मान्छे धेरैजना भयो सदस्य, अनि साधन चाहिँ एउटा मात्रै भएको हुनाले अनि धेरै भयो। फेरि अटोमा हिँड्दाखेरि कस्तो मजा आउँछ भनेर अटोको चाहिँ मजा लिनको लागि आज हामी चाहिँ अगाडि बढिरहेछौँ। अटोमा हिँड्दाखेरि धेरै आनन्द आउँदो रहेछ। कारमा बसे जस्तै हुँदो रहेछ। धेरै समय भएको थियो अटोमा नहिँडेको। ल यो बाटो हो बटडाँडादेखि हङसपुर हुँदै ऐरावती जाने बाटो। सर्वानी गाउँपालिकाले कालोपत्रे गरिसकेको छ 2 वर्ष अगाडि। झन्डै मलाई लाग्छ 4.5 किलोमिटर जति 4.5 किलोमिटर जति कालोपत्रे भइसकेको छ। यहाँदेखि अब ढुवाकोटभन्दा केही परसम्म आनन्दसित अटोमा, बाइकमा, 4 पाङ्ग्रे गाडीहरूमा जान सकिन्छ। यहाँले चाहिँ अगाडिको दृश्य देखिरहनु भएको छ। ल साथीहरूलाई म देखाउन चाहन्छु। यति बेला हामी रानी कुवा भन्ने ठाउँमा, यो ठाउँलाई त रानी पौवा भन्छ, योभन्दा तल चाहिँ रानी कुवा छ। यो सर्वानी गाउँपालिकाको एउटा चाहिँ पर्यटकीय स्थल हो। माघे सङ्क्रान्तिको बेला यहाँ ठुलो मेला लाग्छ। यहाँबाट यसरी जान सकिन्छ। आहा क्या मजा आयो अटोमा हिँड्नको लागि सर र बिच बाटोमा। ल हाम्रो वडा सदस्य भोजबहादुर सारू मगरज्यू पनि आइसक्नु भएको छ। अब हामी 4 जना भएर ढुवाकोट भन्ने ठाउँमा जाँदैछौँ। नमस्कार, यहाँलाई स्वागत छ। यहाँलाई चाहिँ अगाडिको स्ट्यान्डर्ड सिट चाहिँ हामीले राखिदिएका छौँ। कृपया बसिदिनु होला। धन्यवाद। अगाडि यहाँबाट छिराएर अगाडि पनि देखाउन चाहन्छु। एउटा बाइक आइरहेको छ। चालकलाई मैले सेल्फी पनि गराउन चाहन्छु, तर यता नहेर्नु होला। हजुरले अगाडि नै हेर्नु होला। अलि मिलेन कि क्या हो, यसो गरेर देखाउन पर्यो। यहाँ हुनुहुन्छ हाम्रो नाति। नाति चाहिँ पुरा चाहिँ एकदम स्पोर्ट चालक हो। यता हाम्रो एउटा सदस्य चाहिँ नयाँ कालोपत्रे हो। अगाडि यहाँबाट देखिरहनु भएको छ। यो आर्थिक वर्षमा, यो आर्थिक वर्षमा भन्दा चाहिँ आर्थिक वर्ष 81-82 देखि हङसपुर ऐरावती राखाजी पूजा छ। यहाँ चाहिँ हामी आइपुगेका हौँ। नमस्कार, हाम्रो प्यारो मान्छे यहाँ भेट्नु भएको छ। मैले यसो यहाँ यसरी गरिरहेको छु। फेरि मैले अघि पनि यहाँबाट जानकारी गरेको थिएँ। हाम्रो सर्वानी गाउँपालिका 4 को फिल्ड सहायक हेमन्त बहिनीको घरमा आज यो सत्यनारायणको पूजा भइरहेको छ। यहाँ हामीलाई पनि निम्तो थियो। त्यो निम्तो स्वीकार्नको लागि चाहिँ हामी यहाँ उपस्थित भएका छौँ। हाम्रो वडा सदस्य साथीहरू चाहिँ यता बस्नु भएको छ। हाम्रो सरले चाहिँ बस्नको लागि कुर्सी ल्याइदिनु भएको छ। थुप्रै पाहुनाहरू यहाँ आएर बस्नु भएको छ। मलाई लाग्छ भित्र अलिकति घाम भएकै कारणले यता शीतलमा बस्नु भएको होला जस्तो लाग्यो। हाम्रो आदरणीय वेदराज सरलाई म धेरै धेरै नमस्कार गर्न चाहन्छु। हजुरको निम्तोलाई स्वीकार्न हामी आइपुग्यौँ। हजुर सर आयो सर? यो होइन आएको छैन, त्यो यो पुरानो हो। यहाँ चाहिँ थुप्रै पाहुनाहरू चाहिँ आएर बस्नु भएको छ। म यहाँहरूलाई चाहिँ सर देखाउन चाहन्छु। र यो मोटर बाटो पनि हामीले यो आर्थिक वर्षमा कालोपत्रे चाहिँ सम्पन्न गरेका हौँ। नमस्कार हजुर। सर नमस्कार। हजुर ठिक छ हजुर, ठिक छ। नमस्कार बहिनीहरू, सन्चै हुनुहुन्छ? मैले हजुर थोरै जानकारी गरेँ। यहाँ जेब्रा क्रस पनि भइसकेको रहेछ। खुसीको कुरा हो। यो अहिले भर्खरै भएको जस्तो लाग्यो। यो पनि म अहिले यहाँबाट चाहिँ
ठुवाकोट भन्ने स्थानमा हामी भर्खरै हाम्रो विद्राज सरको घरमा चाहिँ खाजा खाएर आयौँ हामी। हाम्रो चाहिँ 3 नम्बर वडाका वडा सचिव, नमस्कार सबैजनालाई। 3 नम्बर वडाका वडा सचिव हाम्रो चाहिँ नमस्कार लोकबहादुर राणा सर। हाम्रो 3 नम्बर वडाका वडा अध्यक्ष भीम सर चाहिँ फोनमा व्यस्त हुनुहुन्छ, उहाँलाई पनि मेरो नमस्कार छ। गाडी बडडाँडादेखि ऐरावती हुँदै दुवैसम्म यस्ता बसहरू पनि चल्ने गर्छन्। जे होस् हाम्रा गाउँघरका दाजुभाइ दिदीबहिनीहरूले केही सहज यात्राको चाहिँ सुविधा पनि पाउनु भएको छ। यो बस चाहिँ अब हाम्रो सर्वानी गाउँपालिकाको एउटा अन्तिम पोइन्ट दुमै भन्ने ठाउँ छ, जो ऐरावतीको नजिकै पर्छ, त्यहाँ चाहिँ जाँदैछ यो बस। अब हामी फर्क्यौँ। अब केही परसम्म हामी पैदल यात्रा गर्छौँ। अटोलाई चाहिँ हामी अटोवालालाई चाहिँ बोलाइरहेछौँ। साँझको बेला छ, पैदल हिँड्न पनि अब मजै आउला जस्तो छ। नयाँ कालो पत्रे कालो सडक। अब हामी त्यो कार्यक्रममा चाहिँ सहभागी भएर प्रसाद खाएर प्रसाद ग्रहण गरेर हामी फर्किया छौँ। यहाँहरू सबैलाई धन्यवाद।